मान्य सदस्यहरू, प्रतिनिधि सभा 2082 को दोस्रो अधिवेशनको पहिलो बैठकको कारबाही प्रारम्भ हुन्छ। मान्य सदस्यहरू के लागि उठ्नुभयो? मैले मान्य सदस्यहरूबाट आज आकस्मिक समयमा बोल्न पाऊँ भनेर सबै दलका, विपक्षी दलका सबै मान्य सदस्यहरूले मलाई भेटघाट गरिसक्नु भएको छ र मैले उहाँहरूलाई समय निर्धारण गरिसकेको छु। त्यसकारणले सबै मान्य सदस्यहरूलाई बसिदिनलाई म अनुरोध गर्छु। मैले समय निर्धारण गरेको छु, म समय दिन्छु, त्यसकारणले मान्य सदस्यहरू बसिदिनु होला। बस्दैन। मान्य सदस्य, मैले कारबाही प्रारम्भ गरेकै छैन। हामीले मौन धारण गर्नुपर्ने छ, विधि छ, त्यसकारणले यहाँहरू बसिदिनु होला। त्यसपछि म आकस्मिक समय दिनेछु। पाटे मूर्ख हो नि, यसले बुझ्दैन के। हर्क साम्पाङ भनेको केटाकेटी हो कि तिहेर तिहेर मान्य सदस्यहरूलाई मैले आज केही बेर अगाडि मान्य सदस्यहरूको प्रतिनिधि आउनु भएको थियो र मैले उहाँहरूलाई सबै दलका, सत्तापक्षी दलका मान्य सदस्यहरू आउनु भएको थिएन, विपक्षी बेन्चमा रहनुभएका सबै मान्य सदस्यहरूको सचेतकज्यूहरू आउनु भएको थियो र मैले उहाँहरूसँग संवाद गरेर सबैलाई आकस्मिक समय उपलब्ध गराउने वचन दिइसकेको छु र म आकस्मिक समय दिने तयारीमा छु। त्यसकारणले पहिला सदन सुरुवात गर्नको लागि यहाँले सहयोग गरिदिनु होला। तीन मिनटमा कुरा सकिन्न रे उसको चाहिँ। धेरै छ नि त कुराहरू, त्यो विरोध जनाउनु पर्दैन नि त। मान्य सदस्य, मैले छलफल गर्दाखेरि यहाँको पार्टीबाट आउनुभएको मान्य सदस्यले त्यो स्वीकार गरेर आइसक्नु भएकोले यहाँलाई फेरि अनुरोध गर्न चाहन्छु, यहाँले आसन ग्रहण गरौँ। म प्रक्रिया पूरा हुँदै गएपछि आकस्मिक समय दिने तयारीमा छु। म आकस्मिक समय दिन्छु। बल्ल बस्यो। यो जस्तो पाटे मूर्ख त हर्क साम्पाङ जस्तो पाटे मूर्ख